Purchase your tracks today. Yeah. सरको कारको हुँदा सवारी रोक्यो स्कुलको गाडी गाडी मात्र कहाँ हुनु एम्बुलेन्स पछाडि त्यो एम्बुलेन्स भित्र मेरो आमा बिरामी अक्सिजन दिँदै थियो मिलाउँदै सिरानी पहिले खुल्ने गाडी अनि हस्पिटल पुर्याउने चाहना थियो निको पारी घर फर्काउने चाहना थियो निको पारी घर फर्काउने त्यो ठाउँबाट सरकारको कार एकदम छिटो गयो चिठी फुक्यो बल्ल बल्ल एम्बुलेन्स ढिलो पुग्यो जीवन र मृत्युसँग लडिरहेको मेरी आमा डक्टरलाई सोद्धा पनि आउनलाई ढिला भयो भएको एउटा तिमी पनि मलाई छाडी गयो आमा समाजसँग जिउने ज्ञान सिकाउँथ्यो तिमीले मेरी आमा कसैले नबुझ्यो सबै बुझ्यो मेरो भावना सरी मेरो आमा पुरा गर्न सकिन तिम्रो सपना भएको एउटा तिमी पनि मलाई छाडी गयो आमा समाजसँग जिउने ज्ञान सिकाउँथ्यो तिमीले मेरी आमा कसैले नबुझ्यो सबै बुझ्यो मेरो भावना सरी मेरो आमा पुरा गर्न सकिन तिम्रो चाहना सकिन तिम्रो चाहना आज तिमी बिना एक्लै म बाँचिरहेको छु आमा खुसी हुन्थ्यो होला सायद मेरो प्रगतिमा शाबासी दिने छैनौ तिमी मेरो सफलतामा जुनसुकै काम गर्न जाँदा दिन्छु शुभकामना अतीतका टिपाना अनि पुग्दैछु भावना छटपट दिँदै छैन तिमीलाई देख्छु सपनीमा जसँग आँखा खोल्दा हुँदैन विपनीमा सिकायो शत्रुहरूसँग गर्नुपर्छ धेरै सामना आज तिमी छौ बादल पारी म छु पृथ्वीमा तस्बिर तिम्रो आँखामा म च्याप्छु सिरानीमा निदाउँदा तिम्रै काखमा हुन्छु बिउजिँदा केवल यादमा सबले हेर्छन् होला तारा तर म तिमीलाई हेर्छु जुनमा भएको एउटा तिमी पनि मलाई छाडी गयो आमा समाजसँग जिउने ज्ञान सिकाउँथ्यो तिमीले मेरी आमा कसैले नबुझ्न सके बुझ्थ्यो मेरो भावना आम सरी मेरो आमा पुरा गर्न सकिन तिम्रो सपना सकिन पुरा मेरो मात्र होइन पीडा सबै जनताको एजुकेसन ल्याग गर्दै हाम्रो बालबालिकाको सरकारले जवाब दिन्छ सबै आफ्नो तरिकाको केवल मलाई मात्र थाहा छ कसरी आमाले छाडी गएको कसम आज मलाई आमाको लास्ट याद आएको